हजुरलाई द अमन शोको पहिलो एपिसोडमा स्वागत छ। थ्याङ्क यू सो मच। एउटा बच्चा जन्म लिइसकेपछि बच्चाको भविष्य कस्तो हुन्छ यो कुरा प्यारेन्ट्समा भर पर्छ। त्यस कारणले प्यारेन्ट्सले चाहिँ बच्चाहरूलाई कस्तो संस्कार र व्यवहार दिनुपर्छ? यस्तो हुन्छ, आजको दिनमा हामी के गर्छौँ भन्दाखेरि चाहिँ बच्चा जन्मिसकेपछि आमा बुवाले खालि के हेर्नुहुन्छ भन्दाखेरि तपाईँको कसरी पढाउने, कस्तो पढ्छ हैन, अरू कुरा सेकेन्डरी हुन्छ, प्राइमरी कुरा त्यसरी हेर्दैछौँ कि आजको प्यारेन्टिङ त्यो हुँदैछ। मेरो छोराछोरीले बढी मार्क्स ल्याओस्, राइट हैन, मेरो छोराछोरी चाहिँ एकदम टप होस्। तर प्यारेन्टिङमा आजको दिनमा हामीले अलि डिफ्रेन्टली हेर्नुपर्ने आवश्यकता छ। यदि तपाईँको छोराछोरी एकदमै मार्क्स एकदमै धेरै सेक्योर गर्यो हैन, तपाईँको टप भयो क्लासमा, तर उसले चाहिँ तपाईँको चाहिँ प्र्याक्टिकल्ली केही पनि जानेको छैन हैन, ऊ सोसियल हुन सक्दैन। त्यस पछाडि तपाईँको भनौँ तपाईँको चाहिँ भोलि गएर तपाईँको छोराछोरी एकाडेमिकली एकदमै साउन्ड भए पनि भोलि एडिक्सनमा गयो भने तपाईँको त्यसको के अर्थ हुन्छ हैन। त्यो भएर प्यारेन्ट्सले हेर्नुपर्ने कुरा, बच्चालाई ब्रड अफ गर्दाखेरि तपाईँको हेर्नुपर्ने कुरा आजको दिनमा मलाई के लाग्छ भन्दाखेरि तपाईँको जन्मिने बित्तिकैदेखि तपाईँको चाहिँ 2-3 वर्षदेखि नै आजको दिनमा स्कुलमा राख्ने चलन छ कि त्यसले तपाईँको बच्चाको एकाडेमिक त राम्रो होला, तर एज अ ह्युमन बिइङ तपाईँको बच्चा तपाईँको भोलि गएर के हुँदैछ त? तपाईँको बच्चा जन्मिसकेपछि तपाईँले चाहिँ के हुर्काउनुहुन्छ, सर्टेन टाइम पछाडि तपाईँले के गर्नु पर्यो भन्दाखेरि राम्रो ह्युमन बिइङ बनाउनुहोस्। त्यसको लागि तपाईँको बच्चालाई फुलसँग खेल्न दिनुहोस्, सर्टेन टाइम फुलसँग खेल्न दिनुहोस्, एनिमलसँग खेल्न दिनुहोस्, उसमा माया जागोस्, मायाको भावना जागोस्, प्रेमको भावना उसमा जागोस्। त्यो पछाडि तपाईँ स्कुलमा भर्ना गर्नुहुन्छ, हेर्नुहोस् एकदमै तपाईँको सुपर ट्यालेन्टेड एकाडेमिकल्ली एभरेज हुँदा हुन्छ के व्यक्ति, एज अ ह्युमन एभरेज हुँदा हुन्छ। तर तपाईँको चाहिँ एकदमै एकाडेमिकल्ली साउन्ड भयो तर अरू कुराहरूमा तपाईँ प्र्याक्टिकल छैन, तपाईँको चाहिँ अरू तपाईँको एडिक्सनमा गएको छ हैन, त्यस पछाडि चाहिँ तपाईँलाई राम्रो व्यवहार गर्दैन भने तपाईँको छोराछोरी जति नै ठुलो मान्छे प्रोफेसनल्ली जति नै सक्सेसफुल भए पनि हैन, तपाईँको लागि के हो त? समाजको लागि के हो त? उसले कन्ट्रिब्युटै गर्न सक्दैन। द्याट्स वाइ तपाईँले प्यारेन्टिङमा आज एकदमै हामीले चाहिँ डिफ्रेन्टली हेर्न जरुरी छ। कतिपय प्यारेन्ट्सहरू आफ्नो बच्चाहरूसँग एकदम कडा आवाजमा बोल्नुहुन्छ, कडा आवाजमा व्यवहार गर्नुहुन्छ, त्यस कारणले बच्चाहरूमाथि धेरै नराम्रो नकारात्मक प्रभाव हुन्छ। यसमा तपाईँ के भन्न चाहनुहुन्छ? हो, तपाईँको के हो भन्दाखेरि बच्चाहरू भनेको काँचो माटो जस्तो हो, राइट। तपाईँले कसरी बनाउनुहुन्छ, काँचो बाटोलाई के बनाउनुहुन्छ तपाईँमा डिपेन्ड गर्छ, राइट। तपाईँ कुमाले हो हैन, त्यो भएर तपाईँले कसरी बच्चालाई प्यारेन्टिङ गर्ने, तपाईँले कसरी त्यहाँनिर चाहिँ तपाईँले व्यवहार गरिरहनु भएको छ भन्ने कुराले चाहिँ डिटरमाइन गर्छ कि त्यो बच्चा कस्तो हुँदैछ, त्यो बच्चाको व्यवहार कस्तो हुँदैछ, त्यो बच्चा फ्युचरमा के बन्दैछ भन्ने कुरा। तपाईँले बच्चाको अगाडि झगडा गर्नुभयो, तपाईँले बच्चाको अगाडि नराम्रो बोल्नुभयो, तपाईँले बच्चाको अगाडि नेगेटिभ रियाक्सन गर्नुभयो भने त्यो कुराले तपाईँको डिरेक्टली इन्डिरेक्टली त्यो बच्चामा इम्प्याक्ट हुन्छ र भोलि गएर चाहिँ बच्चाको व्यवहार चाहिँ तपाईँको जस्तै हुनसक्छ। सो प्यारेन्ट्सले विचार गर्नुपर्ने कुरा के हो भन्दाखेरि बच्चाको अगाडि तपाईँहरू नराम्रो व्यवहार नगर्नुहोस्, झगडा नगर्नुहोस्, राइट, नेगेटिभ कुरा नगर्नुहोस् हैन, त्यसले तपाईँको बच्चाको ग्रुमिङमा फरक पर्छ। त्यो हिसाबमा चाहिँ त्यस्तो कुराहरू बच्चाको अगाडि गर्नु हुँदैन। मेरो विचारमा, मेरो ओपिनियनमा चाहिँ त्यो